वा तपाईहरुले जे गर्नुभयो त्यसकारण नै यो परिस्थिति निर्माण भएको हो भनेर ब्लन्टली भनिरहेका छन्। मलाई पनि कताकति हो कि भन्ने लाग्छ। यसमा चाहिँ तपाईहरुको आफ्नो जिम्मेवारी कतै थिएन यो परिणाम यहाँसम्म आइपुग्नमा? के भएको थियो देशमा? के भएको थियो? अहिले जस्तै के बाटामा हिँड्न नसक्ने अवस्था थियो? अहिले जस्तै त्रासको स्थिति थियो? तेरो घरमा गएर आगो लगाइदिन्छु भन्ने अवस्था थियो? पत्रकारले लेख्न पाएको छैन, बोल्न पाएको छैन, अर्काले पठाएको आर्टिकल छाप्न पाएको छैन। घरमा गएर ढुङ्गा हानिदिन्छु भन्छ, साँच्चै हान्छ, हानिरहेको छ त। यस्तै अवस्था थियो। यो दण्डहीनताको यस्तै अवस्था थियो। प्रहरी मार्ने, हतियार खोज्ने लुटेरालाई समाउँदाखेरि नसमाउ छोड्देऊ, घर आगो जलेको छ, कार्यालय आगो जलेको छ, उजुर हाल्दाखेरि उजुरी दर्ता नगर्नु भन्ने आदेश के चाहिँ गर्नु त? तपाईँलाई एउटा कुरा भनौँ, तपाईँको घर कसैले जलायो, तपाईँ सहनु होला। सरकारले यदि कानुन बमोजिम आगलागी गर्नेलाई सानो कुरा हो घर आगलागी